हेलो गुड मर्निङ एभ्रिवान। आज म नानाको दोकबेनमा जाँदैछु। अनेक थियो गुम्बा चाहिँ यहाँ छैन, नानाको घर चाहिँ यहाँ छ। रेडी हेर्नुहोस्, हामी चाहिँ यहाँ बाटोमा छौँ। रेडी भइसक्यो। यहाँ चाहिँ हामीहरूले रेडी गर्नुहुँदैछ। अब हामी चाहिँ चिया पुऱ्याउनु लक गरेको आउँदैछ अरे पूजाको बिहामा घर निचेर आउनु हुँदैन सुन्तला बारी बारी बाटो होइन है। जन्ती चाहिँ आउनुहुँदैछ। लमीहरू चाहिँ आउनुहुँदैछ हो। माथिबाट अघि चाहिँ सकुन लिएर चाहिँ माथिबाट आउनुपर्छ कि आसिङहरूले पुरा गाली गर्नुभयो हो। फेरि अहिले चाहिँ जन्ती चाहिँ तलबाट लिएर आउनुहुँदैछ। छोरीहरू चाहिँ माथि घर माथिबाट आउनुहुँदैन हालेर तलबाट आउनुहुँदैछ। आइपुग्नुभयो जन्ती चाहिँ। बेहुली चाहिँ यता, बेहुला चाहिँ भाउजूहरू जानुभयो तल? हजुर आमा ए आमासँग साथी एकछिन तपाईँहरू एकछिन बस्नुहोस्। एकछिन
खानासाना खाएर पनि म चाहिँ पानी स्प्राइट हो मेमेहरू चाहिँ खदा लगाएर टक्क बसिरहनु हुन्छ हो भिडियो गरेको आशेङ हुन्छ हो हातमा दिन्छ नि
सन्धिलो खाली हो यो एक पल्ट आउने अब जन्ती गइसकेर चाहिँ अब घरको मेमेहरूसँग चाहिँ अब फोटो खिचेको अनि मेमेहरू चाहिँ उनीहरू हुनुहुन्छ बेहुलीपट्टिको मेमेहरू। बेहुलीको आमा बाबा मेमेहरू लु हजुर एकछिन अन्त म त्यहाँ जान्छु जति आऊ म ल ठिल्लेको फुपा खसेको अन्त त्यो माथको हिरो त त्यहाँ बिहा भएको छ नि हाम्रो आसेङले चाहिँ सेल्फी हिर्काउनु हुँदैछ यता सबको हातमा मोबाइल छ जोसुको छ दोस्रोको ल है सबले खिचिहालौँ है हामी कस्तो कस्तो निक्लिन्छौँ के हो ल है खडा लगाएर टक्क उहाँ चाहिँ हुनुहुन्छ मेरो मेमे होइन यता पनि ठुलो मेमेहरूसँग फोटो खिच्यौँ अलिअलि त्यहाँबाट चाहिँ हामी घर आयौँ। मेरो बहिनीहरूसँग पनि मैले पनि फोटो खिचेँ तर त्यस्तो क्लियरै आएन रहेछ बहिनी साथीहरू हामी चाहिँ घर आइपुग्यौँ हौ आजको मौसम त यस्तो दामी भइरहेको छ हेर्नुहोस् है हुन्छ बाई।